Hey guys, I'm trying out the Chinese tea straight out of China border. त्यसको भित्र चाहिँ यो थियो जेली एन्ड देन अर्को चाहिँ मिल्क टीको पाउडर, अर्को चाहिँ सुगरको प्याकेट थियो अनि अर्को चाहिँ स्ट्र भइहाल्यो। अनि त्यसपछि मैले मिल्क त्यो टीको पाउडर चाहिँ ओपन गरेर सबै नै कपमा हालेँ एन्ड देन आई एडेड द जेली। त्यो हामीले बच्चामा खान्थ्यौँ नि पहिला त्यस्तै टाइपको थियो, लिक्विडवाला जस्तो। अनि त्यो पनि मैले सबै नै हालेँ। अनि सुगर चाहिँ पछि टेस्ट अनुसार थप्छु भनेर मैले चाहिँ हालेन, सो डाइरेक्ट हट वाटर चाहिँ हालेँ। हट वाटर भरि हालिसकेपछि चाहिँ मैले त्यो स्ट्र नै युज गरेँ मिक्स गर्नको लागि। मजाले मिक्स गरिसकेपछि क्याप लगाएँ। क्यापमा चाहिँ सानो होल रहेछ त्यो पाइप निकाल्नको लागि, सो त्यो पनि मैले युज गरेँ र मैले आफ्नो फर्स्ट सिप चाहिँ बाबालाई टेस्ट गर्न दिएँ। बाबाले टेस्ट गर्दाखेरि चाहिँ उहाँले टेस्ट चाहिँ मिठै छ भन्नुभयो, तर उहाँलाई चाहिँ जेली हालेको चाहिँ अलि मन परेन भन्नुभएको थियो। अनि मैले खाँदाखेरि चाहिँ मलाई टेस्ट पनि मिठै लागेको थियो, जेली चाहिँ मिठो लागेको थियो।